ए थोरै पैसा लगानी गरेर धेरै पैसा कमाउने ठाउँ यहाँ पो रहेछ त। लु यहीँबाट चाहिँ अब आइडिया लाउनु पर्यो। साउजी नमस्कार। यो इन्गो भन्ने रङ पाउने ठाउँ यही हो? खोज्दा खोज्दा गरेर आइपुगेँ कि तपाईँहरूको। मेरो घरको छिमेकीले 3 तला माथि यो रङ लागेको छ कि यस्तो राम्रो लाग्यो। मेरो बुढीले पनि भन्छ कति राम्रो घरमा रङ लाउनु भएको छ। मलाई पनि साह्रै मन परेर म यहाँ आएँ। म चाहिँ रङ तपाईँबाट सधैँ लगिरहेको छु। हुन्छ। अहिले चाहिँ मलाई 2 लिटर निकालिदिनु। कत्रो घर छ तपाईँको? घर त मेरो अब ठिकै छ कि मलाई चाहिँ 2 लिटर हरियो रङ निकालिदिनु। हरियो रङ 2 लिटर। ल भइहाल्छ बस। सधैँ लान्छु मिलाएर दिनु ल मलाई। यहाँ तपाईँ सही ठाउँमा आउनु भएको छ। इन्गो कि के पो भन्दै हुनुहुन्छ? इन्डिगो। इन्डिगो साह्रै चर्चित राम्रो रङ रहेछ हो यो त आमा। कस्तो त्यो घर टल्किएको झललल हुन्छ। बिहान उठ्नु बित्तिकै आँखामा जान्छ, बेलुका हुनु बित्तिकै आँखामा जान्छ। 2 लिटर। यो 2 लिटर रहेछ? हजुर हजुर। यो 1 लिटर, यो 1 लिटर। अनि यो हरियो कलर हजुर? हरियो नै हो। ए सुन्नु न, हजुर। तपाईँ यो के झन्झट गर्नुहुन्छ? ठुलो अलिकति बाल्टीकै लानु न, सस्तो पनि पर्छ। होइन मलाई 2 लिटर सधैँभरि चाहिन्छ। के गर्नुहुन्छ यो 2 लिटर सधैँ चाहिँ फेरि? यो जुन यो सब्जीहरू छ नि, म सब्जी व्यापार गर्छु नि त। अनि यो सब्जीहरू चाहिँ रातो रातो हुन्छ नि त। अनि यिनीहरूलाई चाहिँ कलर गरेर चाहिँ ओ भाइ, हरियो बनाउँछु। अनि यो के यो सब्जी चाहिँ कलर गर्ने रङ हो? यो त घरको भित्तामा चाहिँ लाउने हो। अनि यहाँ यत्रो रुख बेर्नु भएको छ त नि, यो हरियो होइन नि? फेरि यो मान्छे कस्तो यो सही त छ। यो घर भित्ता पेन्ट गर्ने हो। यस्तो यो काँक्रा के हो यो मान्छे? के हो यो चाहिँ हुँदैन। यो त हुँदैन नि हो। त्यस्तो गर्दा स्वास्थ्यलाई बेफाइदा गर्दैन। कतै खानेकुरामा पनि रङ लाउने हो त। अनि म त त्यो घरमा आँखा गयो जस्तो सब्जीमा पनि मान्छेहरूको आँखा जान्छ कि भनेर नि। छिटो बिग्यो भने त यो यसरी रातो हुने थिएन नि त। नबिगेर यस्तो रातो रातो भयो। यसलाई कहाँ फाल्छु? हरियो रङ लाएर बेचिदिन्छु नि। अब यो त बिकेको बिग्यो, नबिकेको फ्याँक्नु पर्यो नि त। अरू सब्जीवालाहरूले चाहिँ कुन रङ लाएर बेच्छ सब्जीमा? यसमा चाहिँ लाग्दैन यो कलर? लाग्दैन है। यो घरमा मात्रै लाग्छ? घरमा मात्रै। घरमा लाउने हो भने लानु। आफ्नो त फुसको घर परियो, छानाको टिनको छ। अनि वाल चाहिँ तपाईँको माटोको छ। पागल छ नि यत्रो बेतीमा गएर। म त सब्जीमा लाउन मिल्छ भनेर आएको नि। कोन के कोन भन्दै हुन्छ त्यसको लागि इन्डिगो पछि घर बनाउँदा यही आउँछु। तपाईँले हेर्नु जस्तै कुरा गर्नु। टाइम मात्रै लाग्छ। कस्ता कस्ता पागलहरू आउँछन् यार।